हाम्रो सेलरोटी बनाउनु भएको हाम्रो भाउजूले ल यो अचार हो तपाईको यो सेलरोटी हो देख्नु भयो ल ल सेलरोटी सेलरोटी धुलो कसले बनायो भन्नु होला यो चाहिँ पुरी है त्यो तेलमा तारेको रोटी भन्छ यसलाई खिच्नु पर्यो त ल देखिनु त आज यहाँ म सोझै छु एकदम ल सबैजनाले यहाँ खान लाग्नुपर्छ मैले चाहिँ खानु हेलो गाइज वेलकम टु माई युट्युब च्यानल अनि सँगसँगै सबैजनालाई ह्याप्पी न्यू इयर अनि त्यसपछि मैले चाहिँ आजदेखि 100 डे च्यालेन्ज गर्छु मतलब कि जस्तै आजदेखि 100 दिनसम्म चाहिँ डेली भ्लग गर्नेछु अब आजदेखि चाहिँ डेली हाल्नेछु तर अस्तिदेखि चाहिँ अरू इन माई लाइफ सुरु गर्छु भनेर 2 दिनसम्म मात्रै हालेँ त्यसपछि चाहिँ मलाई कस्तो झ्याउ लाग्यो क्या अब आजदेखि चाहिँ म 100 डेजसम्म जस्तो सुकै अवस्थामा जे सुकै भए पनि मैले चाहिँ 100 डे च्यालेन्ज चाहिँ कम्प्लिट गरेरै छाड्छु तपाईहरुले पनि सपोर्ट गरिदिनु होला हेरौँ 100 डेसम्म अब कतिको भ्युज जान्छ टोटल कति सब्स्क्राइब बढ्छ त्यो पनि थाहा हुन्छ ओके आज चाहिँ ह्याप्पी न्यू इयर सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु सबैजना खुसी हुनु होला ओके अब चाहिँ आज वर्षको पहिलो दिन पनि भयो अब चाहिँ नुहाइधुवाइ गरेर भ्याएँ मैले अब पूजासुजा गर्छु यताउता अनि त्यसपछि दिउँसभरि के गर्छु त्यो सबै देखाउने छु ल म चाहिँ यो भाँडा माझेर आउँछु हेलो गाइज मैले चाहिँ पूजासुजा गरेर सबै सकाइसकेछु अब चाहिँ म जान्छु किचनमा यो चाहिँ पूजा सकियो अब म जानेछु किचनतिर ल गाइस सबैजनाले आफ्नो लागि केही माग्नु छ भने माग्नुहोस् आज नयाँ वर्षको दिन आज चाहिँ हाम्रो गाउँमा एकदमै रमाइलो भइरहेको छ रमाइलो भन्दा पनि पूजाहरू भइरहेको छ त्यही भएर एकदम रमाइलो भइरहेको देखाउँछु है त गाइस म चाहिँ माथि आएँ त्यो घरमा पनि पूजा अनि उतापट्टि छ एउटा त्यता पनि हुनेवाला छ अनि रमाइलो छ आज चाहिँ यतातिर अब चाहिँ म चिया खान्छु चिया बनाउँछु अनि त्यसपछि चिया खान्छु अछेत एकरी टिका बनाउन लागेको छु टिका लगाइदिनु भयो बाबाले अझ नयाँ वर्षको टिका लगाएँ अब चाहिँ दुध तताउनु छ त्यो दुध तताउँछु मान्छे छन् बाहिर यस्तो लाग्छ यताको माहौल छुट्टै छ फेरि त्यति साह्रो मान्छे त उता पछाडि गएर रहेछन् क्या त्यसैले धेरै मान्छे देखिया हैनन् तर मान्छे चाहिँ छन् मेरो न्यू इयर चाहिँ घरमै बसेर गइरहेछ अहिले बिहानको 11-12 बजिसक्यो यस्तै छ गाइस अब चाहिँ म पनि त्यहाँ पूजामा गएर आउँछु एकछिन गर्दै बसिरहन् म पनि एकछिन गइदिन्छु काम गर्न के हुन्न के त्यही त हेर्दा यहाँ कति राम्रो सेलरोटी बनाउनु भएको हाम्रो भाउजूले अहिले एकछिन भन्नु म
चाहिँ जान लाग्यो घर केही काम थिएन काम गरिरहेको थियो अरूले अनि त्यही हेरेँ एकछिन यताउता अनि त्यसपछि फर्किएँ अब घरै आएँ हामी चाहिँ अब फेरि अर्को पूजामा जान लागेको छौँ म चाहिँ भर्खर अर्को एउटा यतापट्टिको पूजामा गएर आएँ अब अर्को पूजामा जान लागेका छौँ लगाएर हामी जान लाग्यौँ केमा मुन्डन मुन्डन पूजामा हो कि केमा कहाँ जाने यता ए खिच्नु पर्यो त ल देखिनु त भाइरल गरिदिनु त मामालाई डल्लुले उ गरेको नि खिच्दियो ब्लग हो क्या भाइरल फेरि बिना अब चाहिँ हामी जान लाग्यौँ त्यहाँ के मुन्डनमा मुन्डन होइन छ्योर भन्छ खास छेउ मलाई त त्यही पनि थाहा थिएन इन्डियनमा हो छेउ के हो यो सब्सक्राइब गर्नुपर्छ सब्सक्राइब गर्ने लाइक कमेन्ट गर्ने यो खुच्चीले कस्तो गरा अझ मैले हिजो ओके यो बाबुले पनि गराछ अरे होइन म त मैले हिजो राति हेर्छ बिर्सेँ मैले हेर्नु पर्यो गर्दाखेरि गराइरहेको थिएँ अझ किमुमा चढे हेलो गाइज भन्ने कि अझ त्यो गर्नु च्यातेको होला है तेरो हेर भन्ने गराउँछ च्याते होइन भन्छ नै त्यो त अनि म त भाइरल भएको छ दिदी हेर्नु होला भन्थ्यो मलाई पनि सकेको छु आउने बेला चाहिँ भिडियो खिच्न पाइनँ घर आइसकेँ म चाहिँ पेट टन्न गराएर आइसकेँ के अहिले यहाँ म सोझो छु एकदम उता देखाइदिनु हात चाहिँ गरायो अझै भिडियो पनि आउनु यहाँ देखिनु भएन मैले त अघि त्यहाँ त्यही भएर यो नामले यार म राम्री छैन आए कति राम्रो आयो त हेर्नु यहाँ आइफोन हो कि नै आइफोन हो यो कस्तो राम्रो आयो होइन कुन चाहिँ हो आइफोन होइन कि हामी चाहिँ गाइज यहाँ पूजामा खाना छौँ अहिले फेरि अघि उता खाएर आयौँ अब यता अघि चाहिँ के अरे छ्योरमा खायौँ होइन अहिले चाहिँ छ्योरमा छोरमा नि अहिले चाहिँ लाखपत्तीमा म त अहिले ए यहाँ हाम्रो ह्यान्डसम बधैछ सुन्नु उतादेखि यस्तै ल्याउनु म फेरि चिनाउँछु ल ल चिना ल चिना गराइसकेँ ल ल गर ल यो अचार हो तपाईँले त खानु भएको यो सेलरोटी हो देख्नु भयो ल ल सेलरोटी सेलरोटी धुलो जस्तो बनायो भन्नु होला यो चाहिँ पुरी है त्यो तेलमा तारेको रोटी भन्छ यसलाई यो चाहिँ म हो भन्न यो चाहिँ म हो तपाईँ त मलाई ह्यान्डसम मान्छे देख्नु भएन होला अनि त्यहाँ पछाडि खिर छ अनि यता आउनु यहाँ हामी हाम्रो यहाँ डक्क लाग्यो यति राम्रो 5 स्टार सेटअप खाने ठाउँ भन्नु हजुर तपाईँ देख्नु भएन होला अब यति राम्रो सेटअप छ भाइहरू खाइरहेको होइन डक्क लाएर अब यता चाहिँ यहाँ चाहिँ पूजा अझै भइरह पूजा अझै भइरहेको तर अहिले एकछिनमा म धुले ल्याएर आउँछु लाग्दो त्यस्तो हुन्छ देख्नु भएन होला यहाँ कोही देख्नु भएन होला हजुर यहीँ बसौँ न त बस्नु मिल्छ भने नानी होइन भन्ने ब्लग ल सबैजनाले यहाँ खानु लाग्नु छ मैले चाहिँ खानु ल ल खाए है भन्नु खाए ल भन्नु न को त्यो टोपी लाउने भने यता पनि चलिरह यहाँ नानी नानी दिम गरिदिउँ बाबालाई कागती पानी बनाइदिनु लागेको छु अब कागती पानी बनाइदिन्छु अनि फेरि आउनेछु योवाला चाहिँ धेरै कागती पानी धेरै बनाएको होइन एउटा बोतलमा बनाएर राखिदिएपछि खानुहुन्छ त्यही यहाँ मेरो रुममा चाहिँ एकदमै मच्छर माखा के भन्छ त्यसलाई माकुरा लाग्यो जस्तो छ त्यही भएर मैले चाहिँ यो सफा गर्न लाग्छु माकुराको जाल हटाउनु छ त्यही हटाउँछु अब
ओके गाइज, अब चाहिँ म ब्लगिङ गर्छु। आज चाहिँ साँझसम्मको भिडियो भयो। थ्याङ्क यू फर वाचिङ। अहिलेसम्म हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद। अब फेरि भोलि अर्को भिडियो लिएर आउनेछु। त्यति बेलासम्मको लागि बाई।